यहाँबाट आमा दुईको चाहिँ अफिस यहाँ बनाएको थियो Cinepal Studio. जे सेट लगाउनु सकियो यो चाहिँ प्रायः चाहिँ धेरै चाहिँ यहाँ चाहिँ सिनेमादेखि लिएर टिभी प्रोडक्टहरू सबै यी 12 गाउँको चाहिँ प्रायः एक्सन सिनेमा सबै नै भर्ती बनाउन सकियो इकोमाको लागि तिमीले भन्थ्यौ नि त्यो दिनमा के चाहिँ त्यस्तो हुन्छ बाबा भन्थ्यौ नि यहाँ पनि त्यस्तै गर्नु हुन्छ त्यो चाहिँ डबिङ हल म्युजिक प्रोडक्सन डबिङ रेकर्डिङ डबिङ सब Sound design. Cinepal Studio. Sound design. सबै प्रोजेक्टरबाटै Yeah. प्रोजेक्सन गरेर कलर करेक्सनदेखि लिएर फाइनल प्रिन्ट आउट चाहिँ यहाँ गर्ने डल्बी साउन्ड डिजाइन हुन्छ यहाँ Okay. ठिकै छ क्यामेरा साउन्ड चाहियो ए सब यो चाहिँ कुन भन्नु है जेट क्याममै हो पनि जेट क्याम ठुलो यसलाई चाहिँ अब चाहिँ उद्योगको रूपमा चाहिँ रूपान्तरित गर्नु पर्यो भन्ने उहाँको चाहिँ होइन यो यतिको त अब यहाँभित्र छिरेपछि त अब यो 15 का स्क्रीन हो गए एस्पेक्ट रेशियो में नयाँ हजुर यो ठ्याक्कै रेसियो त मैले के गरेको नि त्यसमा चाहिँ 2.15 कति सबभन्दा वाइड वाइड फाइनल चिज चाहिँ यहाँबाट निस्किन्छ यहाँ चाहिँ के चाहिँ भन्दाखेरि काम गर्दाखेरि एकदम पिन ड्रप कुल इन्भाइरोमेन्ट आराम कोला हालबाट अलिक टाढा काम छ हामी पहिला चाहिँ एनएफडिसीमा काम गर्न जाँदाखेरि कहाँ जाने भन्दा एनएफडिसी आनन्द आउँथ्यो पहिला आनन्द आउँथ्यो त्यहाँ यहाँ अहिले भयो यो माहौल। होइन दाइले यो अहिले शान्ति आउँछ होइन एकदम गजबकै खोल्नु भएको रहेछ होइन राम्रो छ दाइ आफ्नै प्रडक्सन गर्ने भनेर खोलेको खासमा चाहिँ अब गर्ने हो नि पक्नुहोस् न अब अर्को महिनाबाट पनि निस्किन्छ अब जनाङजी भेटेपछि ठिक हुन्छ अर्को महिनाबाट पनि आउँछ। अलिक ठिक हुन्छ अलिक सजिलो भएको छ अहिले सजिलो भएको छ अब हाम्रो चाहिँ अब Sound scoring. बस्नु फिल्म फाइनल यहाँ चेयरहरू नभएले गर्दाखेरि होइन खिच्नु उतै जाउँदो रहेछ माथि पैसे पार्टी अफिसरमा यस्तो हुन्छ कति चिसो भइरहेछ होइन पहिला पनि बनाउनु भएको छ